तपाईँ पढ्दा पागल भन्छन् भने त गर्वको कुरा हो नि। कमसेकम फलानुको छोरो पढ्दै पागल हो भन्दा आमा बुवालाई नि कस्तो गर्व लाग्छ। यो त डुलेर पागल भयो, एउटीसँग लप परेर पागल भयो। त्यस्तो सुन्नुहुँदा त रात दिन पढ्थ्यो पागल भयो, ल बेहोस भयो। ल 12 घण्टा 16 घण्टा दैनिक 16 घण्टा पढ्ने मान्छे बेहोस भयो भनेपछि जिल्लाभरि चर्चा चल्दैन, फलानुको गाउँ त पढ्दा पढ्दै बेहोस हुने गाउँको मान्छे हो। यो कति राम्रो मेसेज जान्छ, पढ्दा पढ्दै बेहोस हुने। ल बुवा मम्मीलाई नि त्यो उपचार गरेर नि खुसीले कि अरू बिरामी भएको बेला मान्छेलाई मन दुख्छ होइन, पढेरै छोराछोरी बेहोस भयो भने त खुसीले उपचार गर्छ नि बिचरा। कति खुसी ह्याप्पिनेस हुन्छ मान्छेलाई पढ्दा पढ्दै। ओहो यसले भविष्य चाहिँ छ है यसको, हेल्थ इम्पोर्टेन्ट होइन र भन्नुभएको छ। अहिले हेल्थ इम्पोर्टेन्ट, सुत्नु मजाले 24 घण्टा 20 घण्टा सुते नि हुन्छ नि। हेल्थ इम्पोर्टेन्ट